हामीले अझै अझै के गर्न सकिन्छ भनेपछि जस्तै मैले यहाँ रन गरेर हेरेँ। जस्तै मैले यहाँ रन गरेर हेरेँ। आई एम इटिङ ग्रास यो पहिलोको यो यहाँदेखि कल भइरहेछ। त्यसपछि आई एम बार्किङ एट मिडल अफ नाइट यो यहाँदेखि कल भइरहेछ। म्याटरमा कल आई एम इटिङ ग्रास यो यहाँ भएर भइरहेछ। अब तपाईँले भन्न सक्नुहुन्छ यो त तपाईँको केही नयाँ चिज भेटेन भनेर। सबै त यो कल गरिरहेछ त्यही भएर अब्जेक्ट तर इम्प्लिमेन्ट यो एक्सटेन्स किवर्डले के गरिरहेछ के देखाइरहेछ भन्न खोजेको अब म तपाईँले यहाँ देखाउन सक्छु। जस्तै मैले यहाँ एनिमलमा हाम्रो इट भन्ने म्याटर छ नि। यो इट भन्ने म्याटर हामीले आइएमपीले सरी हामीले यहाँ डग भन्नेमा अब यो हटाइदिन्छौँ है। मैले हटाइदिएँ। त्यसपछि यो इट भन्ने नि म्याटर हटाइदिएँ। यसलाई मैले कमेन्ट आउट गरिदिन्छु। कमेन्ट आउट गरिदिएँ। त्यसपछि त्यसपछि डगमा एउटा म्याटर छ बार भन्ने म्याटर छ। एनिमलमा इट भन्ने एउटा म्याटर छ। आइएमपिएलमा बार भन्ने म्याथड कल भएको छ जुन कि आइएम बार्किङ एट द मिडल अफ नाइट छ। अनि त्यसपछि हेर्नुहोस् है यो डग छ नि यो डग अब यो डग अब्जेक्टले युज गर्नाले के गर्नुपर्छ भनेपछि डिओजी डग डट गर्नुहोस्। तपाईँको यहाँ दुईवटा म्याटर आइरहेछ। दुईवटा म्याटर आइरहेछ जस्तै एउटा इट आइरहेछ एउटा बार्क आइरहेछ। बार्क त तपाईँको यहाँ डग भन्ने म्याटरमा त छँदैछ त्यही भएर आइरहेछ तर यो डट इट भन्ने म्याटर कहाँदेखि आइरहेछ यो कहाँदेखि आइरहेछ भनेपछि यसको प्यारेन्ट क्लासदेखि आइरहेछ। भनेपछि कुनै पनि चाइल्ड क्लासले आफ्नो प्यारेन्ट क्लासको म्याटरले युज गर्न सक्छ त्यसले भन्छन् इनहेरिटेन्स। अब जस्तै मैले इट भन्ने म्याथड युज गर्न सकेँ। यो त खास भनेको डगमा त हाम्रो त इट भन्ने म्याथड त छैन नि त। अब हेर्नु होला के आउँछ। आई एम बार्किङ एट मिडल अफ नाइट आई एम इटिङ ग्रास